मित्रहरू अहिले चाहिँ हामी यो काँक्री भित्रको किरण होटेलमा हामीहरू नास्ता गरिरहेका छौँ। यो किरण होटेल हो हजुरहरू यो काँक्री भित्र आउँदाखेरि यो किरण होटेलमा आउनुहोस्। यहाँनिर सेलरोटीदेखि लिएर मोमो चना चुरा विभिन्न प्रकारको खानाहरू चाहिँ यहाँ पाइन्छ। हजुरहरू यहाँ आइदिनु होला। मित्रहरू अहिले चाहिँ म यो काँक्री भित्रको बस पार्कमा चाहिँ छौँ। अब हामी यहाँदेखिको चाहिँ हामी यो बागडोग्राको सिएसटी क्यान्टिनमा जानेछौँ। यो हामी अहिले चाहिँ काँक्री भित्रको बस पार्क यो चाहिँ तपाईँहरूले देखिरहनु भएको चाहिँ काँक्री भित्रको बस पार्क हो। अब यहाँबाट हामी बागडोग्राको लागि क्यान्टिनको लागि जानेछौँ। यो चाहिँ अब हामी सबै दिदी भेना लगायतका बेलबारीको दाजुहरू सबैजना छौँ। अब हामी चाहिँ मित्रहरू जानुको लागि तयारी गर्छौँ। अब यो गाडीमा चाहिँ अब हामी जानेछौँ। है सबैजना तयारी हुनुभयो? एकदम रेडी। ल अब हामी चाहिँ बागडोग्रा जानुको लागि एकदम रेडी भइरहेछौँ। हेलो साथीहरू, हामी चाहिँ बागडोग्रा आर्मीको सिएसटीमा पुगेर यो सामानहरू चाहिँ लिएर आइयो। नेक्स्ट भिडियोमा भेटौँला।